भिडियो काटेछ देखाएको चाहिँ होइन है देख धारै छ कि। गुड मर्निङ साथीहरू, चाहिँ उठिसक्यो। अहिले चाहिँ 5:23 भइरहेछ, 23:05 भइरहेछ। त्यही हो, अलिकति ढिला उठेँ आज चाहिँ। ढिलै रनिङ भयो किनकि अब अलिकति जिउ दुखिरहेको थियो। हिजोको एक्सर्साइजले अलिकति प्रोटिन पेल्न पाएको थिएन, त्यही भएर जिउहरू साइडमा दुखिरहेको। त्यस्तो साह्रो पनि दुखेन तर आज नि रनिङ सुरु हुन्छ। अनि आज मेरो वेट लसको डे 4 कि 5 हो, त्यतिमा एउटा। अनि हिजो चाहिँ मैले भिडियो एडिट गर्न पाइनँ किनभने लास्ट थाक्यो कि सुत्यो। अनि त्यसपछि अब उता माथि भेट होला। भिडियो काटेछ। म चाहिँ शहीद पार्कमा जानु ल। शहीद पार्कको एकछिनपछि फुटेज देखाउँछु, त्यही माथि भेट होला। अनि साथीहरू एउटा कुरा देखाएको चाहिँ होइन है, देखाएको चाहिँ होइन। जस्तो म विदेशबाट चाहिँ सुज आइसकेको, देखाएको चाहिँ होइन है फेरि। तर अक्खा छ, दामी छ होइन, यताउता चिप्लिँदैन। पहिलाको पनि झन् दामी छ किनकि ट्रेल रनिङ सुज भन्छ रहेछ यसलाई। हेर्नु होला ल, सनराइज झन्डै सनसेट भने यार बिल्दा हुन्थ्यो होला नत्र। अब माथि भेट होला। ल एक दुईवटा फुटेज हेर्नु भयो होला होइन, सिनेमेटिक लिएको। अब म चाहिँ फर्केको, दामी क्लियर भयो आकाश। हेर न, आकाश क्लियर छ। अब म चाहिँ पानी खानु जान्ला, धारा उतै तल, त्यो तल छु धारा मूल पनि, त्यहाँ खान जान्छु। अब त्यहीँ भेट होला। अनि कुरा जसलाई चाहिँ हुन्छ नि यस्तोतिर रनिङ आउनुहुन्छ, अब पानीतिर लाग्छ नि, त्यो मान्छेहरू चाहिँ अब पानी कहाँ खाने होला, बोतल सोतलको तिर्नुभन्दा यहाँ हाम्रो धारै छ कि स्प्रिङ वाटर हो कि अब यो मूल पानी के भन्छ। अब त्यहाँ अब एउटा चाहिँ चुनीखेल उतै माथि टाढै जानुपर्छ। अब यहाँ यो गेटबाटै अलिकति तल गेट पर्छ, यहाँदेखि तल झऱ्यो भने यहाँ देखिहाल्छ कि रोडको तल। यो तिनको पहिला यहाँ पहिला के माउन्टेन बाइकिङ के हुन्थ्यो। पानी खानु मन छ यहाँ फ्रीकै पानी छ कि, त्यो बोतल किन तिरेर खाएर होइन, पैसा मात्र खेर बचायो भने अरू केही कुरा राम्रो कुरामा खर्च गऱ्यो भने झन् राम्रो हुन्छ। त्यही भन्दै अब म चाहिँ पानी पिउँछु। म चाहिँ घर आइसकेँ, पुरै थाक्यो, मजा पनि आयो। बाटोमा भाइहरू पनि भेटेको थियो, अचम्म लाग्यो होइन, धेरै पछि भेटेँ क्या। अनि त्यही भएर खुसी पनि लाग्यो। भाइहरू पनि एक्सर्साइज गरेर रहेछ, किपटप मेरो भाइहरू, दामी मजा आउँछ एक्सर्साइज। अब म चाहिँ चेन्ज गरेर अब त्यति बेला ब्लग बनाउँछु। म चाहिँ एयरपोर्टमा छु, अब पुगाएर फुपूलाई प्लान गर्ने, प्लेन जाने, फुपाएर फुपूलाई पुऱ्याउन पोखरा जाँदै हुनेछ। अब सेफ जाने फुपा फुपू, त्यही भएर अब एकछिन पछि अब पुऱ्याइसकेपछि भेट्नुपर्छ। र अब हामीले चाहिँ पुगाएर फुपू पुऱ्याइसकेछौँ, जानु भइसक्यो होइन। अब डोमेस्टिकमा के चाहिँ गर्नुपर्छ, त्यही अब घरतिर भेट्नुपर्छ। अब चाहिँ घर आइसकेको छु। धेरै यताउता डुले पनि त्यस्तो केही थिएन गर्नुपर्ने, किनकि बसिरहेँ धेरै। अनि मलाई के खिचाउँ जस्तो लाग्यो किनकि अलिकति धेरै त्यस्तो केही थिएन। एन्ड आजको लागि यति नै भ्लगमा। एन्ड इफ यु लाइक दिस भिडियो, लाइक, सेयर एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।